लास्टमा गएर त प्रोडक्ट नै बिग्रेको रहेछ साथी। फाइनली मेरो घरमा चाहिँ मैले चाहिँ यो सामान अर्डर गरिसकेको छु साथीहरू। यो सामान चाहिँ के हो भन्दाखेरि खाना बाज्दाखेरि जुन हाम्रो हातहरू कठ्याङ्ग्रिने चिसो हुने हुन्छ नि त्यो कुरालाई चाहिँ यसले अब तातो बनाउँछ भनेर चाहिँ मैले अनलाइनबाट म अर्डर गरेको छु। अब यो सामान कस्तो छ के छ भन्ने कुरा चाहिँ म हालेर अनबक्सिङ गरेर तपाईँहरूलाई पर्सनली रिभ्यू गर्छु। यो किन्दा ठिक छ कि ठिक छैन तपाईँले यो भिडियो हेरेर थाहा पाउनुहुन्छ है त। मलाई चाहिँ 1 घन्टा जति लाग्यो होला यो हाल्नको लागि। जे गर्दा नि हुँदैन, यताबाट कोसिस गर्दा नि हुँदैन, उताबाट कोसिस गर्दा पनि हुँदैन। धेरै गाह्रो बनायो साथी हो यसले मलाई। फाइनली चाहिँ गरी चाहिँ छाडेँ। मैले चाहिँ 1 घन्टा लगाएर यो चाहिँ इन्स्टल गरिसकेको छु। अब अन गरी हेर्दाखेरि सजिलो ल्याउँदा अन गरी हेर्नुहोस् त, यताबाट चिसो अनि यस्तो बन्द गरेपछि यताबाट तातो भनेर चाहिँ मैले बल्ल बल्ल 1 घन्टा लगाएर इन्स्टल गरेँ। तर लास्टमा गएर त प्रोडक्ट नै बिग्रेको रहेछ साथी। यो प्रोडक्ट नै यो चलेन। यो अन हुनु पर्ने थियो, अटो अन हुन्छ भनेको थियो, अनै भएन त। देखो त यस्तो यो अन हुन्छ भनेको अब यताबाट जुन चाहिँ यो खोल्यो नि, यो खोलेपछि अन हुन्छ भनेको थियो। यहाँनिर अटोमेटिकली कति डिग्रीमा चाहिँ पानी आइरहेको छ भनेर देखाउँछ भनेको थियो। यो आउँदा नि आएन, नआए पनि तातो हुन्छ, तातो पनि भएन। सो फाइनली यो प्रोडक्ट चाहिँ फेल भइसकेको छ। अब म यसलाई चाहिँ साट्नको लागि दिन्छु। अब साट्छ कि साट्दिँदैन, रिटर्न हुन्छ कि हुँदैन, के कस्तो हुन्छ म तपाईँहरूलाई अगाडिको भिडियोमा जानकारी गर्नेछु। थ्याङ्क यू।